सो फेरि पनि हेलो एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ हाम्रो फुपू चाहिँ पाहाडबाट आउनुभएको थियो, त्यही भएर त्यहाँ यसो घुमाउन जाऊँ भनेर अनि अङ्कलसँग चाहिँ हामी स्वयम्भू घुम्न गइरहेको थियौँ। यसो ट्याक्सी बुक गऱ्यौँ अनि फाइनली चाहिँ हामी स्वयम्भू पुग्यौँ होइन। अनि तर जब स्वयम्भू पुग्यौँ त्यहाँ चाहिँ हामीले रियलाइज गऱ्यौँ कि हाम्रो ट्याक्सीवाला चाहिँ स्वयम्भूको अगाडि होइन पछाडिको बाटोमा रोक्दैछ भनेर। अनि के गर्नु त पछाडि बाटो हिँड्यौँ अनि यत्रो सिटी चढ्नु पर्दो रहेछ होइन। हावा टाइट हुनेवाला छ नि ठर्रै उकालो छ भने अब त ठर्रै यत्रो उकालो चढेर आइयो। अब यो माथि अलिकति छ गाइस। अनि त्यही पनि हामी चाहिँ सिधी चढेर चाहिँ अनि फाइनली चाहिँ माथि पुगिसकेको थियौँ होइन। तर माथि गएपछि टिकट काउन्टर देख्यौँ कि अनि हामीलाई लाग्यो टिकट काट्नुपर्छ, त्यही भएर हामीले वेट गऱ्यौँ। किनकि प्रब्लम भनेको के चाहिँ हामीसँग थिएन नि त। अनि पछि हामीलाई थाहा भयो कि टिकट काट्नु पर्दैन नेपालीहरूले, त्यही भएर हामी यसो माथि बसेर चाहिँ यसो काठमाडौँको यसो भ्यूजहरू हेरेर इन्जोय गरिरहेको थियौँ। गाइस हावा टाइट त भएन तर म साँचो लाग्न सुरु भइसक्यो। हजुरहरूलाई देखाउँछ त कति हिँड्नु थियो, थोरै थियो तर के गर्नु, हिँड्ने बानी नपरेको हामी जस्तो अल्छी गयो गुज्रेको मान्छेलाई त यो धेरै नै हो। खुब अप्ठ्यारो भयो किन हजुरलाई? हजुर अप्ठ्यारो भयो किन के भएन? पाहाडको केटी हो, पाहाडको म हुन पनि म पनि हो पाहाडको। तिर घुमौँ न त अब। यहाँ एकदमै राम्रो छ होइन। यहाँ यस्तो स्टलहरू सबै ठाउँ लागिरहेछ। अब म सोचिरहेको छु म के किनौँ। फोटोसुट गरिसकेँ। यहाँ यति राम्रो मानिनु भएको यता आउनु यहाँ कहीँबाट देखिनुहुन्छ 2 बच्चाको आमा र मेरो अन्टे जस्तो के देखिनुहुने यति राम्रो मानिनु भएको छ। आज मैले राम्रो गराइदिएको छु भन्नु न। मैले राम्रो गराइदिएको छु, अफकोर्स बहुत राम्रो मान्ने छिन् आज यिनी, हो कि न आन्टी? यस्तो गरिदिनु न, यस्तो गरिदिनु न। हो हाम्रो जिन नै ब्युटिफुल हो कि गाइस। जिन नै ब्युटिफुल हो। यी मोटे यो पनि राम्रै छ। अब चाहिँ हामी अर्को साइडमा आइसकेको छौँ। अर्को साइडको हजुरहरूलाई बजारहरू देखाउँछु के किन्न सक्नुहुन्छ भनेर। स्पेसली चाहिँ गर्ल्सको लागि वा छ कि मतलब यहाँ एक आइटमहरू यस्तो राखेको छ नि, बस किन्न मात्र नपाएर कि। यहाँ अब उतापट्टिको साइड देखाउँछु, त्यहाँदेखि हजुरलाई काठमाडौँको भ्याली पनि देखिन्छ। अब देखाउँछु, यही त रोक्नुहोस्। भ्यू हो गाइस, स्वयम्भूदेखि काठमाडौँको भ्यू त्यहाँ छ गाइस। फुल भ्यू अङ्कल चस्मा लगाइदियो भन्नु। अब चाहिँ हामी फोटोसोटो खिचेर चाहिँ अब तलतिर लागिसक्यौँ। अनि मैले यो किनेको एज अ चिनो मात्रै किने, अरू किने हजार त्यहाँ धेरै छ तर के कारण किनेको भने लास्टमा केही किन्ने भएन गाइस। यस्तै तर हजुरहरू आउनु भने 1000 रुपियाँ जति त बोकेर आउनु है पछि। बस 1000 रुपियाँ पनि छैन, त्यही भएर। अनि आफूलाई मन लागेको कुरा प्लिज बाइट, बहुत राम्रो कुराहरू पाउँछ तर यहाँ। अब हामी गइरहेको छौँ। हामी आउँदाखेरि चाहिँ पछाडिको बाटो आएको जाँदाखेरि चाहिँ अगाडिबाट गइरहेको छौँ। हामी जाने बाटोमा नै यति धेरै बजार हेरेर आयौँ तर केही नकिन्ने रे कि। मैले त किनिसक्यो, अब यिनीहरूको जता यति धेरै बजारहरू छ, यस्तो राम्रो स्टकहरू पाइरहेको छ। मलाई सबै मन पऱ्यो जस्तो लागिरहेको। बस कैसे पैसा चाहिँ अब सब कुछ खरिद के ले जाऊँ, यही याद आइरहेको। वाउ यहाँ अर्को रहेछ गाइस, यहाँ हेर्न लायकको। पैसा होइन, यहाँ एउटा कस्तो राम्रो झरेला जस्तो रहेछ। देख कस्तो राम्रो भ्यू, यो लाग्यो मलाई सबभन्दा एस्थेटिक भ्यू। यहाँ चाहिँ पहिला कोइन खाना मिल्थ्यो र अब नोटिस गर्नै लाग्दैछ। यहाँ हेर्नु कति राम्रो छ। यहाँ पछाडिबाट देखाउँछु हजुरहरू रोक्नु। म यहाँ चाहिँ एक दुईवटा फोटो क्लिक गरिहाल्छु, त्यसपछि हजुरहरूसँग भेटी भेट्छु। बाई।